सो यसै दिएर बसेका मेरा सम्पूर्ण भाइ र बहिनीहरूलाई म एउटै कुरा जानकारी गराउन चाहन्छु। यदि तपाईँहरू डिप्लोमा लेभल पढ्न चाहनुहुन्छ भने अहिलेदेखि नै इन्ट्रान्स इक्जामको लागि तयारी गर्नुहोस्। किनकि धेरैजनाले सोच्छ कि म इन्जिनियर बन्छु, डक्टर बन्छु, आयुर्वेदिक बन्छु, एग्रिकल्चर बन्छु, तर सपना बोकेर मात्रै हुँदैन। इन्ट्रान्सको लागि तयारी गर्नुहोस्, त्यसमा कम्पिटिसन चाहिन्छ र कम्पिटिसनमा यदि तयारी हुँदैन भने त त्यो रिजल्ट डाउन आउँछ। डाउन आएपछि त त्यही हो, पढ्न पाइँदैन सोचेको कुरा। त्यही भएर म सम्पूर्ण विद्यार्थीहरूलाई भन्न चाहन्छु कि तपाईँहरू अहिलेदेखि नै इन्ट्रान्सको लागि तयारी गरिराख्नु। यो यस्तो होइन कि प्लस टूतिर जाँदा त त्यस्तो इन्ट्रान्सको लागि आवश्यकता पर्दैन, कम्पिटिसन हुँदैन, तर डिप्लोमा लेभल पढ्नको लागि इन्ट्रान्समा नाम निकाल्नु पर्ने हुन्छ। यस्तो होइन कि म जस्तै रुनु परोस् अरूलाई पनि। त्यही भएर मैले यो कुरा जानकारी गराइरहेको छु। अब तपाईँ जुन पढ्नुहोस्, जस्तो कि मेडिकल क्षेत्रमा फार्मेसी, ल्याब टेक्निसियन, रेडियोग्राफी, स्टाफ नर्स, त्यसै गरी जे पढ्नुहोस् न, त्यो सबैको लागि यार इन्ट्रान्स नाम निकाल्नै पर्ने हुन्छ।